नमस्कार एन्ड हार्दिक स्वागत छ मेरो नयाँ एउटा ब्लगमा। आज हामी चाहिँ यो थाहा नगरपालिका चाहिँ इन्द्रायणी चौरमा छौँ। यो 3 वर्षमा लाग्ने इन्द्रायणी मेला यसपालि यहाँ लागेको छ। भाग्यवश हामी चाहिँ यहीँ थाहा नगरपालिकामा भएको अवस्थामा यसो भेटौँ, घुमौँ, यहाँको ठाउँको बारेमा जानकारी लिउँ। यो मेला चाहिँ विशेष गरेर यो थाहा नगरपालिका इन्द्रायणी चौरमा चाहिँ प्रत्येक 3 वर्षमा लाग्दो रहेछ। यो चाहिँ मङ्सिरे पूर्णिमाको अवसरमा यो हुँदो रहेछ। सायद तिथि त फरक पनि होला, त्यति धेरै जानकारी मलाई छैन। नयाँ ठाउँमा आएको, नयाँ जानकारी, नयाँ मेला भएको हुनाले हामी अहिले यहाँ इन्द्रायणी चौरमा छौँ। समग्रमा जहाँ पनि यो मेला पर्व भनेको एकदम रमाइलो हुने, स्टलहरू हुने हैन, खानाका स्टलहरू, लुगाका स्टलहरू, फलफुलहरू हरेक किसिमको। आज चाहिँ मलाई ठ्याक्क यो बगर, हाम्रो नगरपालिका यहीँ नै हो, थाहा नगरपालिका, यसको बगरमा चाहिँ तल्तिरपट्टि इन्द्रायणी चौर भन्ने ठाउँमा मलाई चाहिँ कस्तो लाग्यो भने ठ्याक्कै ऋणी महासङ्क्रान्तिमा 3 दिन मेला लाग्छ हाम्रो गुल्मीको ऋणीजीमा पनि, रुरु क्षेत्र ऋणीमा पनि सेम त्यस्तै फिलिङ चाहिँ भइरहेछ। यहाँ स्टलहरू हैन, विभिन्न किसिमको मान्छेको भिडभाड। मेला जात्रा पर्व भनेपछि मान्छेहरूलाई चाहिँ त्यस ठाउँको विशेष महत्त्व राख्ने, त्यस ठाउँको संस्कृति परम्परा रीतिरिवाज त भइहाल्यो, सँगसँगै यो इन्टरनल टुरिज्म पनि यसले चाहिँ प्रमोट गर्ने भइहाल्यो। सँगसँगै यहाँको आर्थिक गतिविधि, इकोनोमिक एक्टिभिटिज पनि के हुने भयो, एक्सपान्ड हुने भयो। मान्छेले किनमेल गर्ने, सस्तोमा पाउने हैन, हरेक कुराहरू चाहिँ यो ठाउँमा पाउने हुनाले यो चाहिँ एकदमै भिडभाड भएको रमाइलो ठाउँ छ। कति छ त स्टलहरू धेरै छ। आउँदाखेरि बसमा आइयो, छतमा बसेर बसमा आउनु चाहिँ अलिक भिडभाड भयो। स्टलहरू छन् लुगाका, खाद्यान्नका, फलफुलका, ममफुलीका। हामी चाहिँ खाने हेर्ने भन्दा पनि हेर्ने, रमाउनको लागि आएर देख्न सिक्न। आज चाहिँ जात्राको अन्तिम दिन हो। मान्छेहरू आज समापनको दिन, 3 दिने जात्रा लाग्दो रहेछ। मलाई चाहिँ ठ्याक्कै ऋणी बजार गयो जस्तो, यहाँभन्दा धेरै हुन्छ त्यहाँ ऋणीमा, तर ठ्याक्कै ऋणी बजार गयो जस्तै फिल भयो मलाई। व्यापारी जनकल्याण स्कुल छ। यो चाहिँ पालुङ बहुमुखी क्याम्पसको बिल्डिङ हो। पल्लो चाहिँ हाम्रो थाहा नगरपालिकाको बिल्डिङ हो। अत्यन्तै सुन्दर ठाउँ छ थाहा नगरपालिका। साना उपत्यकाहरू मिलेर बनेको, टक्क एकदम बसेको, एकदम उब्जाउयुक्त भूमि हैन। यहाँको एकदम उर्वर छ यहाँको माटो। कृषिमा र पर्यटनमा एकदम राम्रो ठाउँ हो थाहा नगरपालिका। यसमा पनि यो इन्द्रायणी चौर चाहिँ बेला बेलामा हाम्रो पालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ सिल लगायतका विभिन्न कार्यक्रमहरू पनि यहीँ चौरमै आयोजना हुने गरेका छन्। एजेन्सी प्लान अल्काइन वाटर प्युरिफायर, एब्सोल्युटली करेक्ट। जडीबुटी मरिच त्यति त भनेको मेरो भ्याइयो होइन। सबै खेलकुद बच्चाबच्चीलाई खेल्ने पिङ स्विङदेखि लिएर हरेक कुराहरू यतातिर चाहिँ रहेछ। यता हेलो, जान छुकछुके रेल पनि छ यहाँ, छुकछुके रेल।
लाफिङ लाइन हेर त्यहाँ कति छ 5 वर्ष त्यहाँ हामी लाइन पाउँदा खतरा रोटेट हुँदो रहेछ यस रमाइलो छ यस बच्चा बच्चीदेखि बुढापाका सबैलाई चाहिँ खेल्न रमाउन भुल्न चाहिँ यस्ता मेला महोत्सवहरूले जात्राहरूले चाहिँ विशेष भूमिका निर्वाह गरिरहेका हुन्छन् यो चाहिँ राम्रै कुरा हो यस आर्थिक गतिविधि राम्रै व्यापक हुने भयो यसपछि ब्रेक डान्स हो रेलको खिचामा त्यहाँ गएर दाइ यो सुन्तला यहीँको हो कुलेखानी सिस्नारीको हो ए ल स्थानीय उत्पादनको प्रबन्धन व्यापार राम्रो भइरहेछ होइन व्यापार राम्रै छ होला नि आज अन्तिम दिन पनि भयो है हस् ल धन्यवाद हजुर व्यापार राम्रो भयो यो सँगै हामीले चाहिँ यो इन्द्रायणी जात्राको अन्तिम दिनको हाम्रो अवलोकन भ्रमण चाहिँ सकेर अब हामी यहाँ अब अर्को भ्लगमा भेट्ने बाचा सहित अहिलेलाई हामी यो भ्लगबाट बिदा भयौँ नमस्कार।